नमस्कार। आजको यस एक्सप्लेनरमा स्वागत छ। आज हामी एउटा यस्तो रोमाञ्चक खबरको चिरफाड गर्दैछौँ जसले सिङ्गो नेपाली सिनेमाको अनुहार नै फेरिदिएको छ। भर्खरै मात्र विश्वकै सबैभन्दा प्रतिष्ठित 2026को कान्स फिल्म फेस्टिभलमा नेपालले एउटा ऐतिहासिक छलाङ मारेको छ। पहिलो पटक कुनै नेपाली चलचित्रले विश्वको यति ठूलो मञ्चमा महत्त्वपूर्ण उपाधि चुमेको छ। यो सामान्य खबर मात्र होइन, यो हाम्रो चलचित्र उद्योगको लागि एउटा युगान्तकारी क्षण हो। ल अब यसमा गहिरिएर हेरौँ। आज हामी यी 5 मुख्य विषयमा कुरा गर्नेछौँ। ऐतिहासिक कान्स विजय, चलचित्रको मुटु अर्थात् कथावस्तु, काठमाडौँ सिटी अफ फिल्मको यात्रा, रेड कार्पेटमा हाको पटासीको सान र नेपाली सिनेमाको भविष्य। पहिलो खण्ड, ऐतिहासिक कान्स विजय, नेपाली सिनेमाको लागि पहिलो कदम। यहाँ हामी चर्चा गर्दैछौँ निर्देशक अविनाश विक्रम शाहको त्यही ग्राउन्ड ब्रेकिङ चलचित्र एलिफेन्ट्स इन द फगको बारेमा। अब यो अनसर्टेन रिगार्ड विधा भनेको के हो त? सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर कान्समा यो एउटा एकदमै प्रतिष्ठित विधा हो जहाँ एकदमै फरक शैली र गैर परम्परागत कथाहरूलाई छानिन्छ। हेर्नुहोस्, कुनै नेपाली फिचर फिल्म यो विधामा छनौट हुनु नै आफैमा एउटा ठूलो इतिहास थियो। तर छनौट मात्रै नभएर उत्कृष्ट जुरी प्राइज नै हात पार्नु भनेको त साँच्चै नै हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो। अब यो स्लाइडमा सबैभन्दा रोचक कुरा के छ भने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले यो जितलाई कसरी व्याख्या गर्नुभएको छ। उहाँले सिधै भन्नुभएको छ, यो विजय भनेको वर्ल्ड कप जिते सरह नै हो। जसरी फुटबल फ्यान्सहरूलाई विश्वकपको क्रेज हुन्छ नि, हो विश्वभरका फिल्म मेकरहरूको लागि कान्समा जुरी प्राइज उचाल्नु भनेको ठ्याक्कै त्यही लेभलको कुरा हो। एकदमै म्यासिभ उपलब्धि। दोस्रो खण्ड, चलचित्रको कथावस्तु, मानवता र पहिचान। अवार्डको यो ग्ल्यामरबाट अलिकति भित्र पसेर हेरौँ। आखिर यो फिल्मको मुटुमा त्यस्तो केही छ जसले दिग्गज जुरीहरूको मन जित्यो। यो अङ्क 8लाई ध्यान दिएर हेर्नुहोस्। यो कुनै सामान्य अङ्क होइन। जब एलिफेन्ट्स इन द फगको प्रिमियर सकियो, हलमा उपस्थित विश्वभरका दर्शकहरूले लगातार 7 देखि 8 मिनटसम्म उभिएर स्ट्यान्डिङ ओभेसन दिए। हलबाट बाहिर निस्कदा धेरैको आँखा रसाएको थियो। कान्स जस्तो ठाउँमा यति लामो समयसम्म ननस्टप ताली बज्नु भनेको असाधारण र विरलै हुने सम्मान हो। खासमा कथा के हो त? यसले नेपालको जङ्गल छेउछाउ बस्ने किन्नर अर्थात् ट्रान्सजेन्डर समुदायको कथालाई एकदमै गहिरो र मानवीय ढङ्गले प्रस्तुत गरेको छ। निर्देशक शाहले उनीहरूको प्रेम, जिम्मेवारी र अस्तित्वको सङ्घर्षलाई यति जीवन्त रूपमा पर्दामा उतार्नु भएको छ नि, यसले भाषा र सिमानाको सबै पर्खाल भत्काएर सिधै मानिसको मन छुन सफल भयो। अनि त्यो ऐतिहासिक क्षण, अवार्डको घोषणा भएपछि जब निर्देशक अविनाश विक्रम शाह नेपालको राष्ट्रिय झण्डा ओढेर स्टेजमा उक्लिनुभयो, त्यो दृश्यले जो कोहीको आङ श्रृङ्ग हुन्छ। विश्वभरका मिडियाको क्यामेराको फ्ल्यास अगाडि आफ्नै देशको झण्डा फहराउँदै सम्मान थाप्नु, यो कला र राष्ट्रप्रेमको एउटा पर्फेक्ट कम्बिनेसन थियो। तेस्रो खण्ड, काठमाडौँ सिटी अफ फिल्म, रचनात्मक क्षेत्रको संस्थागत विकास। यो सफलता रातारात भएको जादु भने पक्कै होइन। यसको पछाडि बन्दै गरेको संस्थागत आधारहरूको पनि ठूलो भूमिका छ। अब यहाँ जाउँ र हेरौँ यो कसरी अगाडि बढ्दैछ। सन् 2023मा काठमाडौँले युनेस्कोबाट क्रिएटिभ सिटी अफ फिल्मको मान्यता पायो। त्यही जगमा टेकेर 2026को कान्समा काठमाडौँले संस्थागत उपस्थिति जनायो र विश्वभरका सहरहरूसँग ग्लोबल नेटवर्किङ गर्यो। र अब काठमाडौँ भविष्यमा आफ्नै पहिलो काठमाडौँ सिटी फिल्म फेस्टिभल आयोजना गर्ने ठूलो तयारीमा जुटेको छ। कान्सकै दौरान कार्यवाहक मेयर सुनिता डङ्गोलले विश्वका अन्य लिडरहरूसँग काठमाडौँका नयाँ नीतिगत चरणहरू शेयर गर्नुभयो। पहिलो, कार्यविधि पारित गर्ने। दोस्रो, रचनात्मक क्षेत्रलाई नीतिगत रूपमै संस्थागत गर्ने। र तेस्रो, अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग प्राविधिक सहकार्य गर्ने। यसको बटम लाइन के हो भने कला र चलचित्र क्षेत्रलाई एउटा वान टाइम इभेन्ट मात्र नबनाएर लामो समयसम्म चल्ने र दिगो क्षेत्रको रूपमा विकास गर्नु हो। चौथो खण्ड, रेड कार्पेटमा हाकु पटासी, विश्व मञ्चमा सांस्कृतिक गौरव। संस्थागत कुराहरूलाई एकैछिन थाती राखौँ र कुरा गरौँ सफ्ट पावर अर्थात् कूटनीतिक प्रभावको एउटा सुन्दर पाटोको। र यसले एकदमै उत्कृष्ट रूपमा प्रश्न पार्छ कि कसरी हाम्रो मौलिकताले त्यहाँ जादु गर्यो। एकातिर विश्वभरका प्रख्यात ब्रान्डका सुट र पश्चिमा गाउनहरू जस्ता सामान्य रेड कार्पेट पहिरनहरू थिए,
तर त्यसको ठिक विपरीत 100% नेपालमै बनेको हाम्रो नेवार र ज्यापु सम्पदाको प्रतीक हाकु पटासी त्यही मञ्चमा प्रस्तुत भयो। यो एउटा गहिरो सांस्कृतिक स्टेटमेन्ट थियो। हाम्रो प्रतिनिधि मण्डल जब यो परम्परागत पहिरन र मौलिक गहनामा सजिएर रेड कार्पेटमा हिँड्यो, सबैको नजर त्यतै तानियो। अन्तर्राष्ट्रिय समुदायको लागि यो बिल्कुलै नयाँ थियो। धेरै विदेशीहरूले एकदमै चासो राखेर यो पहिरन र यसको अर्थको बारेमा सोधखोज गरे। एउटा पहिरनले कसरी नेपालको इतिहास र सम्पदाको बारेमा विदेशी भूमिमा यति सकारात्मक चर्चा सुरु गराउन सक्छ भन्ने कुराको यो जिउँदो उदाहरण हो। अन्तिम खण्ड, नेपाली सिनेमाको भविष्य क्षितिज पारी। यो विश्लेषणको अन्त्यतिर आइपुग्दा यसको समग्र प्रभावलाई हेरौँ। कान्सको मञ्चमा अभिनेत्री अदिति बुढाथोकी र अभिनेता प्रदीप खड्का लगायतको उपस्थिति पनि थियो, जसले विश्व सिनेमाको विशाल मञ्चमा नेपाली अनुहार र प्रतिभाहरूको बढ्दो बलियो उपस्थितिलाई सङ्केत गर्छ। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, विगतमा अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदा हामी प्राय सुन्थ्यौं नेपालीले मन जित्यो तर उपाधि जितेन। तर अब त्यो भाष्य पूर्ण रूपमा फेरिएको छ। यसपटक नेपालीले मन मात्र जितेन, आधिकारिक रूपमा उपाधि पनि जित्यो। यो आफ्ना मौलिक कथाहरू विश्वलाई सुनाउने सपना देख्ने हरेक नेपालीको साझा जित हो। र जाँदा एउटा गम्भीर प्रश्न यहाँ छोड्न चाहन्छु। कान्सको यो ऐतिहासिक विजयले नेपाली कथावाचनको विश्वव्यापी यात्रालाई अब कसरी परिवर्तन गर्नेछ? के यो हाम्रो सिनेमा उद्योगको लागि एउटा सुनौलो युगको सुरुवात हो? यो ऐतिहासिक कोषढुङ्गाले पक्कै पनि भविष्यका लागि ठूलो मार्ग प्रशस्त गरेको छ। आजको यो विश्लेषणबाट बिदा हुने बेला भएको छ। यस्तै गहन सामग्रीका साथ फेरि भेट्नेछौँ।